एमबीएस फर्स्ट सेमेस्टरको साथीहरूलाई फेरि पनि नमस्कार। आज हामी स्ट्याटिस्टिकल मेथड च्याप्टर 4 हाइपोथेसिस टेस्टिङबाट टु वे एनोभा टेस्टको एप टेस्ट अन्तर्गतको हिसाबहरू गर्नेछौँ। एप टेस्ट अन्तर्गतमा टु वे एनोभा त्यो पनि 15 मार्क्सको कम्पलसरी नै आउँछ। 30 मार्क्स मध्येमा 15 मार्क्स चाहिँ 1 को बीमा यहाँबाट आउने गर्छ, जसमा रहेको छ 2025 जुन जुलाई क्वेसन नम्बर 1B। यसमा टु वे एनोभाकोमा चाहिँ मेथड्स अनि वर्कर्सहरूको चाहिँ मेथड्समा यसको आउटपुटको मिनहरू क्याल्कुलेसन गर्नुपर्ने हुन्छ, अनि वर्कर्समा पनि आउटपुटको मिनहरू क्याल्कुलेट गरेर त्यो मिनमा केही डिफ्रेन्स छ कि सिग्निफिकेन्स डिफ्रेन्स छ कि भनेर टेस्ट गर्नुपर्ने छ, जसमा चाहिँ लेभल अफ सिग्निफिकेन्स 5% दिएको छ। अब कसरी गर्ने भनेर म देखाउँछु हजुरहरूलाई। ल सुरुमा त हामीले अब यसरी मिलाएर लेख्नुपर्छ, हाइपोथेसिस फर्मुलेसन भनेर लेख्नुपर्छ। अब कसैले चाहिँ नल हाइपोथेसिस भनेर दुईटै यो मेथड्सको र वर्करको नल हाइपोथेसिस भनेर एउटैमा लेख्छ, अनि तल चाहिँ अल्टरनेटिभ हाइपोथेसिस भनेर यो मेथड्सको र वर्करको अलग अलग लेख्छ। तर मलाई सजिलो चाहिँ के लाग्छ भने मेथड्सको चाहिँ दुईटै नल र अल्टरनेटिभ फरक फरक लेखिदिउँ, अनि वर्करको पनि नल हाइपोथेसिस र अल्टरनेटिभ हाइपोथेसिस फरक फरक लेखेपछि अझै हामीलाई बुझ्न र गर्न सजिलो होला भन्ने ठान्छु मैले। त्यसो हुँदाखेरि अब मैले कसरी लेखेँ भनेर म हजुरहरूलाई बुझाउँछु। नल हाइपोथेसिसले चाहिँ जहिले पनि या 0 भन्छ, अनि या 0ले चाहिँ यो μ1 μ2 μ3 भनेको यो तीनवटा मेथड छ। यो μ1 भनेको मेथड 1 को, μ2 भनेको मेथड 2 को र μ3 भनेको मेथड 3 को मिन हो। यो पपुलेसनको मिन अन्तर्गत आउँछ म्यू भनेपछि। अनि यसमा पनि के भनेको छ भने यो तीनवटा मेथडहरू मध्येमा त्यसले दिने आउटपुटको मिन चाहिँ के डिफ्रेन्स छ भनेर भनेको छ। नल हाइपोथेसिसले जहिले पनि डिफ्रेन्स छैन भनेर भन्छ, जसमा चाहिँ इज नट सिग्निफिकेन्ट डिफ्रेन्स इन मिन आउटपुट एमङ 3 मेथड्स भनेर मैले भने। अनि नेक्स्टमा अल्टरनेटिभ हाइपोथेसिसले यसलाई अलिकति ओपोजिट बनाउँछ माथिको नल हाइपोथेसिसलाई। अल्टरनेटिभ हाइपोथेसिसले μ1 नट इक्वल्स टु μ2 नट इक्वल्स टु μ3 हुन्छ। नट इक्वल्स टु भएपछि टु टेल हुन्छ, जहिले पनि यो सानो पनि हुनसक्छ ठुलो पनि हुनसक्छ, त्यही भएर यसलाई टु टेल भनेर हामी बुझ्छौँ। अब यसमा लेख्दाखेरि यसको पछाडिको ब्याकग्राउन्ड द्याट इज देयर इज अ सिग्निफिकेन्स डिफ्रेन्स इन मिन आउटपुट अमङ 3 मेथड्स। तीनवटा मेथड्सहरू मध्येमा केही थोरै भए पनि डिफ्रेन्स छ भनेर यसले भन्छ, तर यसले चाहिँ जहिले पनि केही पनि डिफ्रेन्स छैन भनेर भन्छ नल हाइपोथेसिसले। अब त्यसै गरी जाउँ हामी वर्करहरूको लागि। वर्कर्समा पनि नल हाइपोथेसिसले जहिले पनि सबै कुराहरू इक्वल्स नै हुन्छ, केही पनि डिफ्रेन्स हुँदैन भनेर भन्छ। यहाँ पनि म्यूको कुरा छ, म्यू भनेको यो पपुलेसनको मिन हो। अब यहाँ 4वटा छ, माथि 3वटा छ। किन भयो भने यहाँ हेर्न सक्नुहुन्छ मेथड चाहिँ यहाँ 3वटा छ, मेथड 3वटा छ, अनि वर्करहरू 4वटा छ। अब वर्करहरूको हामीले तल गरे भन्दा यहाँ 4वटा मिनहरू देखाएको छ। नल हाइपोथेसिसले जहिले पनि इक्वल्स छ भन्छ, म्यू ए इक्वल्स टु म्यू बी इक्वल्स टु म्यू सी इक्वल्स टु म्यू डी। किनभने अब माथि चाहिँ हामीले μ1 μ2 μ3 भनेर जनाएका थियौँ। अब तल चाहिँ मैले केले डेनोट गरेँ भने ए बी सी डीले डेनोट गरेँ, किनभने डिफ्रेन्ट देख्नुपर्ने हुन्छ मेथड्स वर्करमा। यहाँ 4वटा नलले चाहिँ जहिले पनि इक्वल्स नै छ, केही पनि डिफ्रेन्स छैन भनेर भन्छ। यहाँ पनि यो सबै इक्वल देखाइसकेपछि द्याट इज देयर इज नट सिग्निफिकेन्स डिफ्रेन्स इन मिन आउटपुट अमङ 4 वर्कर। 4जना वर्करहरू मध्येमा उनीहरूको मिन आउटपुटको मिनमा चाहिँ केही पनि डिफ्रेन्स छैन भनेर नल हाइपोथेसिसले भन्छ। अनि अल्टरनेटिभ हाइपोथेसिसले जहिले पनि त्यसको अलिकति ओपोजिट बनाइदिन्छ। ओपोजिट भनेको उसले चाहिँ डिफ्रेन्स छैन भन्छ, तर यसले चाहिँ अलिकति डिफ्रेन्स हुनसक्छ, अलिकति सानो ठुलो हुनसक्छ भनेर भन्छ। अब अल्टरनेटिभ हाइपोथेसिसले चाहिँ H1 हुन्छ यसको इन्डिकेसन, म्यू ए नट इक्वल्स टु म्यू बी नट इक्वल्स टु म्यू सी नट इक्वल्स टु म्यू डी हुन्छ। अनि यो टु टेल हुन्छ, यसमा पनि सानो ठुलो जे पनि हुनसक्छ। अब हामीले यसको ब्याकग्राउन्ड अथवा न्यारेसन लेख्दाखेरि द्याट इज देयर इज सिग्निफिकेन्ट डिफ्रेन्स इन मिन आउटपुट अमङ 4 वर्कर। यसले भन्छ 4जना कामदारहरू मध्येमा केही न केही सिग्निफिकेन्ट डिफ्रेन्स छ मिनको आउटपुट मध्येमा। 4जना कामदारहरूको आउटपुटको मिनमा केही न केही डिफ्रेन्स छ भनेर भन्छ। अब योभन्दा पछि हामीलाई थाहा छ टेस्ट स्ट्याटिस्टिक्स लेख्नुपर्छ अन्डर H0बाट। TEST टेस्ट STATISTICS स्ट्याटिस्टिक अन्डर H0 लेख्नुपर्ने हुन्छ। अब यसकोबाट
हामीलाई एउटा टेबल चाहिन्छ यसको तलमुनि। अनि पहिला हामी फर्मुला लेखौँ। पहिला फर्मुला चाहिँ हामीले दुईवटा टेस्ट गर्नुपर्ने छ। यसमा एउटा कोलुमको टेस्ट गर्नुपर्ने छ अनि रोको। कोलुमको लागि चाहिँ हामीले एफ सी निकाल्नुपर्छ अनि रोको लागि एफ आर। कोलुमको लागि हामीले के निकाल्नुपर्छ भने पहिला एमएससी, यो कोलुमको हो, एमएससी डिभाइड बाई एमएसई हुन्छ कोलुमको लागि। अनि यसमा यहाँ सी भयो अनि यसमा एफआरमा चाहिँ एमएसआर इक्वल्स टु एमएसई नै हुन्छ। यहाँ तल मुनि चाहिँ एमएसई नै हुन्छ। अब यसमा हामीले एउटा टेबल बनाउनुपर्छ। टेबलमा चाहिँ यहाँ जतिवटा जुन भ्यालुहरू एकदमै बढी पटक रिपिट भएको छ नि, यो रिपिट बढी पटक भएको भ्यालुलाई चाहिँ हामीले एउटा कोडिङ गरेर त्यो सबैबाट डिडक्ट गर्नुपर्ने हुन्छ, किनभने हामीलाई क्यालकुलेसन गर्न सजिलो हुन्छ पछि। यदि डिडक्ट गरेन भने धेरै ठुलो भ्यालु आउन सक्छ अनि त्यसमा चाहिँ हामीलाई अलिकति कम्प्लेक्स फिल हुनसक्छ। अब हेरौँ है त, सबैभन्दा बढी रिपिट भएको भ्यालु के रहेछ यसमा भने 44, 47, 38, 46, 42 पनि छ। ल मैले दुई पटक भेटाएको भ्यालु भनेको यसमा 44। ल मैले 44 ले कोडिङ गर्छु है त। यदि ठुलो छ भने, भ्यालु ठुलो छ भने 100 अथवा 1000 सम्मको छ भने त्यसलाई कुनै न कुनै नम्बरले डिभाइड पनि गर्न सकिन्छ। कोडिङ गर्दाखेरि सबट्र्याक्टिङ गरेर डिभाइड पनि गर्न सकिन्छ 100 अथवा 1000 ले, 10 ले पनि हुन्छ। तर यहाँ हामीलाई 100, 10, 1000 ले डिभाइड गर्न आवश्यक छैन। अब मैले लेख्छु द डाटा आर कोडेड बाई SUBTRACTING subtracting 44 EACH each FIGURE फिगर। अब यसमा अलि ठुलो भ्यालु थियो, सबलाई 10 ले डिभाइड जानेवाला आएको थियो, 100 ले डिभाइड जानेवाला आएको थियो भने यसलाई डिभाइड पनि गर्न सकिन्थ्यो कोडिङ गर्दाखेरि। तर हाम्रो त्यस्तो 10 ले डिभाइड हुने अनि 100 ले डिभाइड हुने त्यस्तो केही पनि भ्यालु नभएको कारणले हामीले सबट्र्याक्टिङ गरेर मात्रै कोडिङ गऱ्यौँ। अब यसको लागि एउटा हामीलाई टेबल चाहिन्छ। टेबल किन चाहिन्छ भने हामीलाई चाहिएको छ भ्यालुहरू एमएससी, एमएसई, एमएसआर, एमएसई निकाल्नका लागि। साथीहरू मैले टेबल बनाइसकेको छु। यहाँ रोमा चाहिँ मेथड्सहरू राखिएको छ, यहाँ हेर्नुहोस्। अनि कोलुममा चाहिँ वर्करहरू राखेको छ। वर्करहरू 4वटा थियो। अनि फर्स्ट 1लाई चाहिँ x1 भनेको छु, अनि सेकेन्डलाई चाहिँ x2, थर्डलाई चाहिँ x3 अनि फोर्थ x4 हो। अनि यो x1 को स्क्वायर भयो, अनि यो x2 को स्क्वायर, यो x3 को स्क्वायर, अनि यो x4 को स्क्वायर। अनि यो भनेको सम अफ रो। यहाँबाट जे जति आउँछ त्यसको सम गरेर यहाँ राखिन्छ। अब यहाँ चाहिँ वर्करहरूलाई हामीले के मानेको थियौँ भने I1 2 3 मानेको थियौँ अघि चाहिँ हामीले म्युमा। अब आई अनि आई 3वटा मेथडहरू छन्। मेथडमा चाहिँ हामी त्यही राख्छौँ। अब कोडिङ चाहिँ मैले अघि नै गरिसकेको छु, 44 लाई मानेको छौँ। अब सबैबाट 44 लाई घटाउँदै जे जति पर्छ सबैमा हामीले भ्यालुहरू पुट गर्नु पर्यो। हेर्नुहोस् म कर्मश गर्न गइरहेको छु, तपाईँहरू एकछिन हेर्नुहोस् ल। अब पहिलो छ हाम्रो टेबलमा 44 छ। 44बाट 44 लाई कोडिङ गरेको थियौँ। 44बाट 44 घटाउनु भनेको 0। अनि त्योभन्दा पछि सेकेन्डमा छ 38 छ। 38बाट 44 घटाउनु भनेको -4। अनि त्यसै गरी 47 छ। 47बाट 44 घटाउनु भनेको 3। अनि 37बाट 44 घटाउनु भनेको -7। अनि त्यसै गरी यहाँ फोर्थमा आयो हाम्रो, यो भयो 37बाट भइहाल्यो। अनि हाम्रो नेक्स्ट रोको फर्स्ट कोलममा 46बाट 44 घटाउनु भनेको 2। अनि त्यसै गरी 40बाट 44 घटाउनु भनेको -4। अनि त्यसै गरी 52 छ। 52बाट 44 घटाउनु भनेको लगभग 8 हुन्छ, सायद 8 हुन्छ। अनि त्यसै गरी 43बाट 44 घटाउनु भनेको -1। अनि अब आयो हाम्रो नेक्स्ट 34 छ। 34बाट अब यहाँ हेर्न सक्नुहुन्छ 34 छ। 34बाट 44 घटाउनु भनेको -10। अनि त्यसै गरी 36 छ। 36बाट 44 घटाउनु भनेको -8। अनि त्यसै गरी 44बाट 44 घटाउनु भनेको 0। अनि त्यसै गरी 42बाट 44 घटाउनु भनेको -2। यो कसरी गरेको भन्ने कुरा साथीहरू, यो 44 लाई हामीले अघि नै कोडिङ गरिसकेका छौँ। यहाँ मैले अघि नै देखाएँ हजुरहरूलाई। यहाँ
द डाटा आर कोडेड बाई सब्ट्र्याक्टिङ 44 इच फिगर भनेको छ अनि यसलाई कोडिङ गर्दाखेरि हामीलाई सजिलो हुन्छ। यो मैले अघि नै भनिसकेँ हजुरहरूलाई। अब यो सबको स्क्वायर गर्नु पर्यो। अब यो स्क्वायर गर्दाखेरि म अब सबै यसको स्क्वायर गरेर x1 को स्क्वायर गरेर यो कोलममा सबै अनि x2 को स्क्वायर गरेर सबै यो कोलममा x2 मा अनि x3 को स्क्वायर गरेर सबै यो कोलममा x4 को यहाँ भइहाल्यो सबै अनि यिनीहरूको जे हुन्छ x1 x2 x3 x4 जोडेर यहाँ सम अफ र यहाँ हुन्छ अनि सबै यहाँ जोडेर यहाँ आउँछ। अब के चाहिएको छ हामीलाई के चाहिँदो रहेछ यो एमएससी एमएसआर एमएससी क्याल्कुलेट गर्नलाई के चाहिँदो रहेछ भनेर हामीले यो टेबलबाट फाइन्ड आउट गर्नुपर्छ अनि त्योभन्दा पछि के प्रोसेसर गरेर फेरि अर्को टेबल बनाउनुपर्छ एमएससी एमएसआर एमएससी को लागि फेरि हामीले अर्को टेबल बनाएर अनि लास्टमा हामीले एफसी र एफआर फाइन्ड आउट गर्नुपर्ने हुन्छ अनि त्यहाँबाट फेरि रिजल्ट र कन्क्लुजन लेख्नुपर्ने हुन्छ। म प्रोसेस स्टेप बाइ स्टेप गर्छु, एकछिन ध्यान दिएर हेर्नुहोस्। साथीहरू मैले सबै कुराहरू मिलाएर यहाँ स्क्वायर पनि गरिसकेका छौँ। तपाईहरुलाई लाग्ला यो माइनस यहाँ यता गएर प्लस कसरी भयो भन्ने लाग्ला। जहिले पनि माइनसको स्क्वायर गरेपछि सधैँ प्लस आउँछ, स्क्वायर जहिले पनि पोजिटिभमा आउँछ। 7 को स्क्वायर 49 1 माइनस 1 को स्क्वायर 1 माइनस 2 को स्क्वायर 4 अनि यता पनि 6 माइनस 6 को स्क्वायर 36 माइनस 4 को स्क्वायर 16 माइनस 8 को स्क्वायर 64 माइनस 10 को स्क्वायर 100। जहिले पनि स्क्वायर गरिसकेपछि पोजिटिभ नै हुन्छ यो माइनसको पनि। अब यहाँ साथीहरू देख्न सक्नुहुन्छ मैले यो टेबललाई कम्प्लिट गरिसकेको छु अनि हाम्रो सम अफ रोको टोटल चाहिँ चाहिएन। जे निकाल्नुपर्ने सम गर्नुपर्ने यो तपाईहरु क्याल्कुलेटर युज गरेर गर्न सक्नुहुन्छ। यहाँबाट गर्नुपर्नेहरू स्क्वायरहरू सबै क्याल्कुलेटर युज गरेर गर्नु होला। मुखले गर्दाखेरि चाहिँ कहिलेकाहीँ आफैले गर्दाखेरि मिस्टेक हुने चान्स अलि हाई हुन्छ, त्यसो हुँदाखेरि क्याल्कुलेटरको युज गर्नु होला सकेसम्म। अब चाहिन्छ हामीलाई सुरुमा करेक्सन फ्याक्टर सिएफ को लागि पनि हामीले चाहियो पहिला सिएफ को लागि पनि टी चाहिन्छ। टी भनेको ग्रान्ड टोटल हो, GRAND ग्रान्ड TOTL ग्रान्ड टोटल। अब ग्रान्ड टोटल भनेको के हो भन्ने लाग्छ होला हजुरहरूलाई। ग्रान्ड टोटल भनेको यो x1 को सम x2 को सम x3 को सम अनि x4 को सम जोड्दाखेरि ग्रान्ड टोटल आउँछ। अब यहाँ भन्दा यता स्क्वायरहरुको सम गर्नु परेन। अब हेर्नुस् ल मैले x1 को समलाई t1 माने x2 को समलाई t2 माने प्लस अनि x3 को समलाई t3 माने अनि x4 को समलाई t4 माने। अब ग्रान्ड टोटल मैले निकाल्न गइरहेको छु अनि यो -8 लेख्नुस् t1 को ठाउँमा। अब यो प्लस थियो, अब यो माइनस आउने बित्तिकै -18 हुने हो अनि यहाँ पनि प्लस छ, अब प्लस 11 प्लस नै छ अनि यहाँ -10 छ। अब यहाँ 10 लाई पनि हामी माइनस नै लेख्नु पर्यो 10। अब यो सबै क्याल्कुलेट गर्नुस् क्याल्कुलेटर युज गरेर -8 -18 प्लस 11 -10 अब मेरो सबै क्याल्कुलेट गर्दाखेरि -25 आएको छ। तपाईहरु पनि गर्नु होला। अब हामीलाई चाहियो करेक्सन फ्याक्टर भनेको सिएफ हो। सिएफ हामीलाई चाहिन्छ C क्यापिटल F इक्वल्स टु यसको करेक्सन फ्याक्टरको t स्क्वायर बाइ यसको फर्मुला हुन्छ करेक्सन फ्याक्टरको फर्मुला t स्क्वायर बाइ यान हुन्छ। यान भनेको हाम्रो करेक्सन फ्याक्टर निकाल्नको लागि यो t स्क्वायर यो आको भ्यालुलाई स्क्वायर गरेर यानले डिभाइड गर्नुपर्ने हुन्छ। यान भनेको के हो भनेर म बुझाउँछु हजुरहरूलाई। यहाँ चारवटा वर्कर छ अनि 3वटा मेथड छ। अब सबै यो नम्बरहरू काउन्ट गर्दाखेरि जति हुन्छ नि त्यो सबै हाम्रो यान हुन जान्छ। हेर्नुस् है त 1 2 3 4 अनि यिनीहरू परेन 5 6 7 8 9 10 11 12। अब यान हाम्रो के भयो 12 भयो। अब त्यसो हुँदाखेरि -25 लाई पहिला स्क्वायर गर्नु पर्यो अनि 12 ले डिभाइड गर्नु पर्यो। ल 25 लाई स्क्वायर गर्दाखेरि 625 हुन जान्छ मेबी अनि यसलाई 12 ले डिभाइड गर्नु पर्यो। ल 25 को स्क्वायर 625 डिभाइड बाइ 12। अब हाम्रो भ्यालु आयो यसको सिएफ को 52.083 आएको छ। हामीले यो सिएफ क्याल्कुलेट गरिसकेपछि फर्स्ट अफ अल त हामीलाई चाहियो एसएससी चाहियो। एसएससी भनेको हामी यहाँ देख्न सक्छौं एसएससी मैले के लेखेको छु टोटल सम अफ स्क्वायर अफ भेरिएसन बिट्विन कोलमहरुको भेरिएसन बीचको स्क्वायरको सम हो रे। अनि त्यसैगरी चाहियो हामीलाई एसएसटी चाहियो। एसएसटी भनेको टोटल सम अफ स्क्वायर अफ भेरिएसन हो अनि त्यसैगरी एसएसआर पनि चाहिन्छ। अब हेरौँ है त। अब हामीलाई एसएसटी निकाल्नको लागि हामीले चाहियो यिनीहरुको स्क्वायर गर्दै अनि नम्बर अफ रोले डिभाइड गर्दै जोड्नु पर्यो अनि लास्टमा चाहिँ सिएफ ले घटाउनु पर्यो। ल अब म के गर्न गइरहेको छु भने
अब यो भ्यालुहरूलाई T1 T2 T3 T4 मानेर स्क्वायर गरेर n1 n2 n3 ले अब हामीले डिभाइड गरेर जोडिसकेपछि CF घटाउनुपर्छ। अब यो n1 भनेको हामीले मान्नुपर्छ नम्बर अफ रो। नम्बर अफ किन मान्नुपर्छ भने नम्बर अफ रो यो तीनवटा छ नि, हामीले नम्बर अफ रोलाई 1 2 3 वटा रो छ अनि यो तीनवटा रोलाई जोडेको हुनाले 3 ले डिभाइड गर्नुपर्ने हुन्छ, न कि नम्बर अफ वर्कर मान्ने होइन। नम्बर अफ वर्कर माने चाहिँ 4 वटा हुन्छ, नम्बर अफ रो 1 2 3 हुन्छ, 3 ले डिभाइड गर्नुपर्ने हुन्छ। यो n1 n2 n3 n4 भनेको सबै 3 नै हुन्छ। अब यसको T1 को स्क्वायर भनेको यो माइनस 8 को स्क्वायर गर्नुस् अनि यहाँ 3 मान्ने प्लस T2 को स्क्वायर भनेको -18 को स्क्वायर गर्नुस् अनि मुनि 3 मान्ने प्लस T3 को स्क्वायर भनेको समेसन x3 हो, समेसन x3 हो। x3 भनेको 11 छ, 11 ब्राकेट नै राखे प्लस भयो नि, अनि माइनस तल मुनि चाहिँ 3 नै हो। अब यति भइसकेपछि फेरि 4 पनि छ प्लस T4 भनेको फेरि -10 छ, -10 को पनि स्क्वायर गर्नुस्, मुनि त 3 नै भइहाल्यो नम्बर अफ रो। अब CF भनेको हामीले जे अघि क्याल्कुलेट गरेर निकालेका छौँ 52.083 निकालेका छौँ। अब यसलाई हामीले घटाइदिनु पर्ने हुन्छ। अब म एकैचोटि क्याल्कुलेटर युज गरेर म यसलाई क्याल्कुलेट गर्छु, तपाईहरु पनि आफ्नो क्याल्कुलेटर युज गरेर गर्नु होला। मैले चाहिँ एकैचोटि क्याल्कुलेट गरेँ, तपाईको पनि साइन्टिफिक क्याल्कुलेटर छ भने एकैचोटि क्याल्कुलेट गर्न सक्नुहुन्छ, यसमा केही पनि यसमा हेर्दैन। एकैचोटि क्याल्कुलेट गरेर मैले निकाले यसको सबै गरेर यो क्याल्कुलेट गर्दाखेरि 150.917 निकालेको छ। अब तपाईहरुले कति निकाल्नु होला, यहाँ 9 को बीचमा 0 पनि आएको हुन सक्छ, यो राउन्ड अफ गर्दाखेरि केही फरक पर्दैन, अगाडिको भ्यालु चाहिँ मिल्नु पर्ने हुन्छ। यहाँ 9 नै आउनु पर्यो, तर राउन्ड अफ गर्दाखेरि अगाडि पछाडि हुन सक्छ, त्यसमा केही पनि फरक पर्दैन। अब हामीलाई चाहियो यो हाम्रो के भयो सी के रे एसएससी भयो। अब हामीलाई चाहियो एसएसटी भनेको अब हाम्रो यो सम अफ स्क्वायर टोटल भनेको छ नि, यो अब यो स्क्वायरहरुको सबैको टोटल निकाल्नु पर्ने हुन्छ। सपोज मान्नुस् अब स्क्वायरमा हामीले के गर्नु पर्यो भने पहिला समेसन x1 को स्क्वायर प्लस समेसन x2 को स्क्वायर प्लस समेसन x3 को स्क्वायर, फेरि अर्को पनि छ x4 पनि छ, समेसन x4 को स्क्वायर अनि माइनस अब सबैमा यो CF घटाउँदै जानुपर्छ। CF भनेको हामीले के राखेका छौँ भने माथि CF नै राखेका छौँ। अब भ्यालु राख्दाखेरि अब हामी हेर्छौँ है त, समेसन x1 को स्क्वायर कति छ हेर्नुस् त, माथि 104 प्लस अनि समेसन x2 को स्क्वायर भनेको 116 प्लस छ सबैमा, अनि समेसन x3 भनेको 73 अनि प्लस समेसन x4 को स्क्वायर भनेको 54 अनि माइनस CF गरेको छ। CF को भ्यालु हामीले निकालेका छौँ 52.083। ल अब यसलाई पनि हामी एकै स्टेपमा क्याल्कुलेट गर्नेछौँ, हजुरहरु पनि क्याल्कुलेट गर्नु होला। मेरो क्याल्कुलेट गर्दाखेरि यसको क्याल्कुलेट गर्दाखेरि 294.917 आएको छ, तर मैले यसलाई राउन्ड अफ गरेर 1 लाई पनि 2 बनाएर 7 लाई छोडिदिन्छु, 92 बनाइदिए। यसो बनाउन मिल्छ, राउन्ड अफ गर्ने रुल हजुरहरुलाई थाहा होला। अब हाम्रो नेक्स्ट स्टेपमा आउँछ एसएसआर चाहियो। अब हामीलाई अब एसएसआर को लागि पनि एउटा आफ्नै फर्मुला हुन्छ। हेर्नुस् त साथीहरु, एसएससी मा चाहिँ हामीले यो कोलमहरुलाई जोडेर बनाएकोलाई यहाँ हामीले डिभाइड गरेर निकालेका छौं। कोलमहरुलाई जोडेको जो सम आएको छ नि यिनीहरुलाई यहाँसम्म निकालेका छौं। तर अब एसएसआर को लागि चाहिँ अलिकति अब हामीले रोबाट सोच्नु पर्यो। रो भनेको यहाँ हेर्नुस् त, सम अफ रो माथि देखाएको छ मैले टेबलमा, सम अफ रो -10 5 -20 छ नि। अब यसै गरेर अब यिनीहरुलाई पनि डिभाइड गर्दै नम्बरले डिभाइड गर्नु पर्यो। अब नम्बर चाहिँ के हुनु पर्यो भने नम्बर अफ वर्कर हुनु पर्यो 1 2 3 4 छ, नम्बर अफ वर्कर 4 छ। अब डिभाइड चाहिँ अघि हामीले नम्बर अफ रो 3 भएको कारणले 3 ले डिभाइड गर्यौं यता। अब हामीले यसको लागि चाहिँ सम अफ रोलाई डिभाइड गर्नलाई हामी एसएसआर को लागि अब हामीले नम्बर अफ वर्कर मान्नु पर्यो 4 मान्नु पर्यो। अब हेर्नुस् है त, एसएसआर को लागि स्टेप वाइज हेर्नुस् त, एसएसआर अब एसएसआर को लागि माथि हाम्रो कति छ हेर्नुस् त, -10 छ, -10 राख्नुस्, -10 को चाहिँ स्क्वायर नै गर्नुपर्ने हुन्छ। अब हामीले n मान्नुपर्ने ठाउँमा अब हामीले 4 वटा मान्नु पर्यो, किनभने हाम्रो वर्करहरु भनेको 4 वटा छ। ल 4 लेखेँ मैले है। अनि त्यसो भएपछि अर्कोमा जानुस्, प्लस गरेर जानु पर्यो। अब अर्कोमा 5 छ, प्लस 5 छ, 5 लाई पनि मैले ब्र्याकेट नै दिए, यसलाई पनि 4 ले डिभाइड गर्नु पर्यो प्लस, अनि त्यसैगरी माथि अर्को अब छ -20, -20 माइनसमै छ, -20 माइनसमै छ, 20 लाई पनि 4 ले डिभाइड गर्नु पर्यो। तर एउटै मात्र रुल भनेको CF चाहिँ घटाउनै पर्ने हुन्छ। अब यहाँ CF लेखेन, किन लेखेन भने यहाँ हामीले फर्मुला लेखेनौं। अब म सिधै भ्यालु लेखिदिन्छु,
52.083। अब यसलाई पनि म एकै स्टेपमा भ्यालु निकालेर यहीँ राखिदिन्छु। अब हजुरहरू पनि गर्नु होला आफ्नो क्याल्कुलेटर युज गरेर। मैले क्याल्कुलेट गर्दाखेरि 79.167 आएको छ, तर म यसलाई राउन्ड अफ गरेर 79.1, अब यसलाई एउटा स्टेप अगाडि बढाएर एउटा नम्बर बढाएर 7 लाई छोडिदिन्छु, 6 लाई 7 लेख्छु, एउटा नम्बर छोडिदिएँ। अब हामीलाई चाहियो फेरि हामीले अर्को एउटा टेबल चाहिन्छ। अब नेक्स्ट यति भइसकेपछि अर्को टेबल एसएसई पनि चाहिन्छ। एसएसई को लागि के गर्नुपर्छ भने एसएसई को लागि टोटल सम अफ स्क्वायरबाट सम अफ स्क्वायर कोलमको सम अफ स्क्वायर घटाएर फेरि सम अफ रोको स्क्वायरहरू पनि घटाउनु पर्यो। यो चाहिँ 2O एनोभा मात्रै हुन्छ, तर 1O एनोभा टेस्टमा यो एसएसआर हुँदैन, किनभने त्यहाँ रोको हुँदैन, कोलमको मात्रै हुन्छ, एसएससी मात्रै हुन्छ। यो 2O एनोभामा यो हुन्छ। अब त्यसमा चाहिँ हामीले एसएसटी कति निकालेको छौँ, अब म हेर्छु है त। एसएसटी निकालेको छु मैले 294.92 अनि एसएससी निकालेको छु माथि हेर्नु होला, तपाईँहरूले लेखेको होला 150.917 अनि त्योभन्दा पछि फेरि पनि माइनस छ। अब एसएसआर हामीले भर्खरै निकाल्यौँ 70, एसएसआर फेरि भर्खरै निकाल्यौँ 79.17। अब यो सबै एकैचोटि क्याल्कुलेट गरेर निकालिदिन सक्नुहुन्छ हजुरले। 294.92 माइनस 150.917, अब 917 राखिराख्नु परेन, मैले अघि नै राउन्ड अफ गरिसकेको छु। 917 लाई यही नै राखेँ ल, 917 नै माइनस 79.17 मैले एक स्टेपमा गरेँ 64.833 आयो। अब चाहिँ हाम्रो फाइनल्ली अर्को नेक्स्ट टेबलमा पुग्यौँ। अब त्यो नेक्स्ट टेबलको लागि अब अलिकति यसलाई बुझ्नुपर्ने हुन्छ। अब कहाँ के राख्ने भन्ने कुरालाई अलिकति मेमोराइज पनि गर्नुपर्ने हुन्छ, यसलाई अलि रिमेम्बर गर्नु आवश्यक छ। यो हिसाबको लागि मेन टेबल यो पनि एउटा इम्पोर्टेन्ट छ। अब हेर्नुहोस् है त स्टेप वाइज। साथीहरू 2O एनोभा टेबल भइसकेको छ। यो टेबलमा चाहिँ हामीले एकदमै सजिलो रिमेम्बर गर्ने आइडिया, सुरुमा सोर्सेस अफ भेरिएसन लेख्नु होला। जस्तो सुकै टेबल आए पनि 2O एनोभामा म सोर्सेस अफ भेरिएसन लेख्छु भनेर जानुपर्छ। अनि सम अफ स्क्वायर आउँछ नेक्स्ट कोलम, अनि त्योभन्दा पछिको नेक्स्ट कोलम डिएफ भनेको डिग्री अफ फ्रिडम हो, अनि मिन सम अफ स्क्वायर एसक्युयुएआरई स्क्वायर हुन्छ, एमएमएस यो बुझ्नुहुन्छ हजुरहरू। अनि याप रेसियो भनेको हामीले निकाल्नुपर्ने भ्यालु भनेको यो दुईटा कोलममा निकाल्छौँ, यसमा याप सी र याप आर आउँछ। अब त्यसै गरी यतापट्टि हेर्नुहोस्, यतापट्टि आउँछ बिट्विन कोलमको कुरा गर्दाखेरि अब हाम्रो कोलममा सुरुमा चाहियो हामीलाई सम अफ स्क्वायर भनेको, सम अफ स्क्वायरमा पनि एस हाम्रो टेबल सबै भ्यालुहरू राखेर क्याल्कुलेट गरेर पनि रेडी भइसकेको छ। यहाँ हेर्नुहोस्, सुरुमा बिट्विन कोलमको कुराहरूमा हामीले वर्कर राखेको छौँ, वर्करको कुराहरू यहाँ आउँछ एसएससी भनेको माथि निकालेको छौँ। यहाँ हेर्नुहोस् त यतापट्टि एसएससी भनेको यहाँ 150.97 निकालेको छौँ, अनि यही हो 97 भनेको 92 राखेँ मैले राउन्ड अफ गरेर। अनि त्यसै गरी यतातिर यो डिएफ भनेको डिग्री अफ फ्रिडम हो, K-1 भनेको हाम्रो नम्बर अफ वर्कर 4 छ, 4 बाट 1 घटाएर डिग्री अफ फ्रिडम आउँछ, 4 - 1 गरेर 3 आयो। अनि एमएससी निकाल्नलाई हामीले एसएससीलाई हामीले यो भ्यालुले डिग्री अफ फ्रिडमले डिभाइड गरिदिनु पर्ने हुन्छ, यो आयो। एमएससी निकाल्नलाई एसएससी को भ्यालुलाई यो आएको डिग्री अफ फ्रिडमले डिभाइड गरेर हामीले निकाल्यौँ 50.31 निकाल्यौँ। अनि त्योभन्दा पछि अर्को आउँछ हाम्रो बिट्विन रोज भनेको हाम्रो रो नम्बर अफ रो चाहिँ 3 वटा छ, अनि यसमा आउँछ एसएसआर भनेको यो रोको सम अफ स्क्वायरको कुरा आउँछ। अब यो एसएसआर माथि निकालेको छ, यतापट्टि एसएसआर यहाँ देख्न सक्नुहुन्छ 79.17 छ, अनि यसको कुराहरू हामीले यहाँ राख्यौँ। अब यसमा पनि फेरि नम्बर अफ रो 3 वटा छ, हाम्रो त्यो क्वेसनमै छ 3 वटा नम्बर अफ रो 3 वटा किन छ भने यहाँ हेर्नुहोस्, नम्बर अफ रोमा मेथड छ 3 वटा मेथड छ, 1 2 3 वटा छ। त्यही भएर हामीले नम्बर अफ रो निकाल्नको लागि यो डिग्री अफ फ्रिडमको लागि r-1 गरेर 3 - 1 गरेर 2 आउँछ। अनि यसको एमएसआर निकाल्नुपर्छ। एमएसआर भनेको यो एसएसआर 79.17 लाई यहाँबाट आएको डिग्री अफ फ्रिडम छ नि यो 2, यसले डिभाइड गरेर 39.58 निकाल्यौँ, यो आयो। अनि हामीलाई चाहिने रेसिडुअल, यसलाई इरर पनि भन्छ। अब यो 2O एनोभा टेस्टमा
रेसिडुअल भनेको हुन्छ एसएसई जुन चाहिँ हामीले यहाँ निकालेको थियौँ माथि टेबलको माथि 64.83 निकालेको थियौँ। अनि यो राख्यौँ। अनि योलाई यसको लागि हामीलाई डिग्री अफ फ्रिडम निकाल्नको लागि यो छ नि यो माथि के अरे R-1 वाला यो 3 भइहाल्यो R-1 अनि यो K-1 वाला यो 2 भइहाल्यो K-1 वाला 3 भइहाल्यो अनि R-1 वाला 2 भइहाल्यो 3 2 जा 6 गरेर यो आएको यसलाई र यसलाई मल्टिप्लाई गरेर 3 2 जा 6 गरेर यो आएको। अनि यसमा पनि हामीले अब एमएसई चाहियो। एमएसई भनेको यो एसएसई को भ्यालुलाई 64.83 लाई 6 ले डिभाइड गरेर एमएसई आउँछ। अब त्यसै गरी लास्टमा हामीलाई चाहिएको भ्यालु याप्सी भनेको यो कोलम बिचको याप रेसियो हो अथवा याप टेस्ट रेसियो। एमएससी लाई एमएसई ले डिभाइड गरेपछि हाम्रो याप टेस्टको भ्यालु आउँछ। यहाँ हेर्नुहोस् एमएसई हामीले निकालेको 50.31 अनि यो एमएसई भनेको त्यो तलको भ्यालु तल निकालेको भर्खर निकालेको भ्यालु 10.81 ले डिभाइड गर्यौँ अनि त्यसो गरी चाहिँ 4.654 आएको छ। अब हाम्रो आउँछ रोमा चाहिँ हामीले मेथड्स राखेका छौँ। यहाँ मेथड्स देखाएको पनि छु मैले। अब एफआर भन्छ यसलाई इन्डिकेट गर्दाखेरि एमएसआरलाई माथि छ नि एमएसआर को भ्यालु 39.58 छ। त्यसलाई फेरि त्यही एमएसई भनेको सेम नै हो 10.81 ले डिभाइड गर्दाखेरि 3.66 आएको छ भ्यालु यहाँ हजुरहरू देख्न सक्नुहुन्छ। अब यति मात्रै गरेर हुँदैन यसमा फेरि हामीलाई अब यो यनबाट एउटा घटाएर डिग्री अफ फ्रिडम टोटलको निकाल्नुपर्छ 11। अब यसको कुराहरू अब हामीले फेरि यसको रिजल्ट गर्नुपर्छ। फेरि रिजल्ट निकाल्नलाई हामीले टेबलको भ्यालु हेर्नुपर्छ। क्याल्कुलेट भ्यालुहरू हाम्रो यो आयो क्याल्कुलेट भ्यालुहरू यो आइसकेपछि टेबलको भ्यालु हेर्नुपर्छ। डिग्री अफ फ्रिडम चाहिन्छ अनि लेभल अफ सिग्निफिकेन्स। यसमा लेभल अफ सिग्निफिकेन्स भनेको यहाँ क्वेसनले देखाइसकेको छ लेभल अफ सिग्निफिकेन्स अल्फा इक्वल्स टु 5% टेस्ट गर्नुहोस् भनेको छ। अब हामीले लेभल अफ सिग्निफिकेन्स भनेर 5% राखेर टेस्ट गर्नुपर्छ टेबलको भ्यालु निकाल्नुपर्छ। फेरि म अब यो भिडियो लामो नहोस् भनेर म सबै कुराहरू गरेर हजुरलाई स्टेप वाइज स्टेप बुझाउने गरेर पहिला म बनाउँछु अनि हजुरलाई देखाउँछु है त। यदि छिटो भएको खण्डमा हजुरहरू पज गरेर लेख्न सक्नुहुन्छ। म चाहिँ पहिला यसमा टेबुलेट भ्यालु हेर्नलाई चाहिँ एकदमै मस्ट जान्न इम्पोर्टेन्ट छ। यो कसरी आयो भने डिग्री अफ फ्रिडम 3,6 कसरी आयो भने हेर्नुहोस् है त। माथि हेर्नुहोस् त हामी के गरिरहेको छौँ कोलमको गरिरहेको छौँ। कोलममा 3,6 आउनुको मतलब यहाँ छ नि एसएससी को यताको यो डिग्री अफ फ्रिडम 3 छ अनि यहाँ तलको रेसिडुअलमा चाहिँ 6 छ। त्यही भएर यहाँ 3,6 आएको। अब यो 0.05 भनेको त यो लेभल अफ सिग्निफिकेन्स भइहाल्यो। यो याप 0.5 3,6 आएको कुरा बुझ्नुभएको भनेदेखि टेबल कसरी हेर्ने भन्ने कुरालाई हेर्नुहोस्। हामीले जानुपर्छ याप डिस्ट्रिब्युसन एट 1% नभएर याप डिस्ट्रिब्युसनको लागि याप टेबलको लागि अब हामीले जानुपर्छ यो 0.05 वालामा जानुपर्छ। यसको मतलब 5% वाला किनभने हाम्रो लेभल अफ सिग्निफिकेन्स 5% अलरेडी नै क्वेसनले भनिसकेको छ। अब हेर्नुहोस् है त यो अगाडिको 3 छ नि अगाडिको 3 को लागि हामीले जानुपर्छ यताबाट ओरिजेन्टल्ली 1 2 3 मा जानु पर्यो। अनि यो पछाडिको 6 छ नि यो 6 को लागि यताबाट भर्टिकल्ली तलतिर जानु पर्यो 1 2 3 4 5 6। अब हेर्नुहोस् 3 र 6 को भ्यालु भनेको यहाँ आएको छ नि 4.76। अब यसको भ्यालु भनेको टेबुलेट भ्यालु 4.76। अब अर्को हामीले जानुपर्छ फेरि रोको लागि पनि गर्नुपर्छ। रोको लागि अहिले म गर्छु है त एकैछिनमा ल साथीहरू। सेम लाइकवाइज कोलमको जसरी रोको पनि भ्यालु हामीले 2,6 आएको हामीले यसरी गर्यौँ। यहाँ माथि छ नि रोमा R-1 भनेको नम्बर अफ रो 3 थियो त्यहाँबाट 1 घटाएपछि डिग्री अफ फ्रिडम 2 आयो। अनि त्यसको तलको मुनिको रेसिडुअलको यो R-1 इन्टु K-1 मल्टिप्लाई गरेर 6 आएको भ्यालुलाई यहाँ 6 आएको भ्यालुलाई यो रोको 2 डिग्री अफ फ्रिडम यहाँको 2 राख्यौँ अनि त्यसै गरी तलको यो 6 राख्यौँ यहाँ माथिको जस्तै। अब यसलाई पनि टेबलमा हेर्ने यसको टेबुलेटेड भ्यालु हेर्ने मेथड भनेको सेम अघिको जस्तै हो। अब यसलाई हामी यसरी हेर्न सक्छौँ यसको भ्यालु है त 2 1 2 मा जानुस् पहिला यो 5% को मै टेबलमा आएर 1 2 मा जानुस् अनि यसरी भर्टिकल्ली तल झरेर 1 2 3 4 5 6 मा गएर यहाँ 2 को भ्यालु 5.14 हुन जान्छ यसको भ्यालु इक्वल्स टु 5.14। अब यसको हामीले रिजल्ट लेख्नुपर्ने हुन्छ अनि रिजल्ट भन्दा पछि कन्क्लुजन पनि यो मेथड्सहरुको कन्क्लुजन एउटा अनि मेथड्सहरुको रिजल्ट एउटा त्यसै गरी हाम्रो छ यो वर्करहरुको रिजल्ट अर्को
अनि वर्करहरूको कन्क्लुजन अर्को गरेर छुट्टा छुट्टै लेख्न अझै राम्रो हुन्छ। अब हामी त्यसलाई लेखेर फाइनल्ली सबै कुराहरू सकाएर नि अब हामी देखाउँछौँ। साथीहरू मैले रिजल्ट निकालिसकेको छु। रिजल्टमा चाहिँ एब्सोल्युट भ्यालु लेख्नुपर्छ, याप क्याल्कुलेट भ्यालु अनि यतापट्टि याप टेबुलेट भ्यालु। अब यसमा क्याल्कुलेट भ्यालु स्मलर भएपछि टेबुलेट भ्यालुभन्दा सानो भएपछि या 0 एक्सेप्टेड हुन्छ, इट इज नट सिग्निफिकेन्ट या 0 इज एक्सेप्टेड या 1 इज रिजेक्टेड हुन्छ। अनि त्यसको तल हुन्थ्यो तर मैले चाहिँ यहाँ ठाउँ नहटेर मैले यहीँ लेखिदिएँ एउटै पेजमा देखाउनको लागि। अनि यहाँ पनि फर मेथड्सको लागि पनि याप क्याल्कुलेट भ्यालु चाहिँ सानो छ टेबुलेट भ्यालुभन्दा, यसको पनि एब्सोल्युट भ्यालु निकाल्नुपर्छ। यहाँ देख्न सक्नुहुन्छ भ्यालुहरू, यो पनि इट इज नट सिग्निफिकेन्ट या 0 इज एक्सेप्टेड अनि या 1 इज रिजेक्टेड हुन्छ यसमा। अब यसको कन्क्लुजन नेक्स्ट पार्टमा हाम्रो लास्ट पार्ट आउँछ। अब कन्क्लुजन लेखिसकेपछि अब हाम्रो यो हिसाब सकिन्छ, 15 मार्क्सको लागि हाम्रो हिसाब रेडी हुन्छ। अब मेरो यहाँ केयरमेट धेरै भयो, यो लङ क्वेसन नै हो, अलिकति केयरमेट हुनसक्छ यसमा केही पनि नमान्नु होला। अलिकति यसमा कन्फ्युजन हुँदै यताउता सम्झिँदै केयरमेट हुनसक्छ, तलमाथि पर्छ, यो केयरमेट भए पनि बुझ्न सकिन्छ। अब हाम्रो लास्ट पार्ट आयो कन्क्लुजनको लागि म नेक्स्ट पेजमा गएँ। साथीहरू मैले कन्क्लुजन पनि लेखिसकेको छु। कन्क्लुजन चाहिँ हामीले खासमा यो रिजल्टलाई हेरेर गर्ने गर्छौँ। रिजल्टमा चाहिँ यो क्याल्कुलेट भ्यालु टेबुलेट भ्यालुभन्दा सानो भएपछि हाम्रो H0 इज एक्सेप्टेड, H1 इज रिजेक्टेड हुन्छ, जुन चाहिँ नट सिग्निफिकेन्ट हुन्छ। अनि यहाँ पनि मेथडमा पनि क्याल्कुलेट भ्यालु सानो र टेबुलेट भ्यालु ठुलो भएपछि H0 इज एक्सेप्टेड, H1 इज रिजेक्टेड हुन्छ, जुन नट सिग्निफिकेन्ट हुन्छ। त्यसलाई हेरेर हामीले यहाँ कन्क्लुजन लेख्न सक्छौँ। यहाँ हेर्नुहोस् है त, वर्करको लागि छुट्टै लेख्छौँ हामी कन्क्लुजन अनि मेथड्सको लागि छुट्टै। इट इज नट सिग्निफिकेन्ट, H0 इज एक्सेप्टेड एन्ड H1 इज रिजेक्टेड, विच मिन्स द्याट देयर इज नो सिग्निफिकेन्स डिफरेन्स इन म्यानुफ्याक्चरिङ प्रोसेस इन 4 वर्कर्स। यसको मतलब H0 चाहिँ एक्सेप्टेड भएको छ किनभने यो म्यानुफ्याक्चरिङ प्रोसेसमा 4 जना कामदारहरूको त्यो मिनमा चाहिँ कुनै पनि डिफ्रेन्स छैन भनेर यसले भन्छ, जसलाई चाहिँ हामी केही नआएपछि माथिबाट यहाँबाट यो हाइपोथेसिस फर्मुलेसन गरेका छौँ, यहाँबाट पनि हामी लेख्न सक्छौँ। यहाँ यसो यहाँ पछाडि लेखेको छ नि यो H0 को अनुसार, अनि यहाँ पनि H0 को अनुसार यहाँ लेख्न सक्छौँ। अनि त्यसै गरी अर्को छ हाम्रो मेथड्स। इट इज नट सिग्निफिकेन्ट, H0 इज एक्सेप्टेड, H1 इज रिजेक्टेड, विच मिन्स द्याट देयर इज नो सिग्निफिकेन्स डिफरेन्स इन म्यानुफ्याक्चरिङ प्रोसेस इन 3 मेथड्स। यसमा पनि H0 एक्सेप्टेड भएको छ, जसमा चाहिँ H1 रिजेक्टेड हुन्छ आफै नै, जसले के जनाउँछ भने हामीलाई यहाँ सिग्निफिकेन्स डिफरेन्स केही पनि छैन। त्यो 3वटा मेथडमध्ये यो म्यानुफ्याक्चरिङ प्रोसेसमा कसैको पनि सिग्निफिकेन्स डिफरेन्स छैन, सबको सेम टु सेम एउटै लेभलको छ, 5% मा भनेको छ। मलाई लाग्छ तपाईहरुलाई मेरो भिडियो हेल्पफुल भयो होला। यदि अरू भिडियो पनि चाहनुहुन्छ भने मलाई कमेन्ट गरेर सुझाव सल्लाह दिनु होला। धन्यवाद।